सम्पूर्णमा नमस्कार। आज म युवा कवि सुभाषचन्द्र राईको एउटा कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक आगोको ठेगाना। फाडेर भस्मे खोरिया, नमिची कसैको सिमाना, नकिची कसैको पहिचान, बनाएको हाम्रो घाम जस्तै अनन्त, कर्याङ कुरुङ चराको उडान जस्तै स्वतन्त्र, अस्तित्वको छातीमा दागेर विभेदको बन्दुक, सत्ताले घोषणा गरेपछि आकाशमा नाकाबन्दी, उड्न पाएनौ गर्मीमा हिमालतिर, जाडोमा तराईतिर। यसपछि बिग्रिएको हो हाम्रो आदिम सपनाहरूको आबादी, रैथाने रहरहरूको रोपनी, कटनी र छरनी। त्यति बेलैदेखि कसैले सोचेको हुनुपर्छ, आफैलाई देउता घोषणा गरेपछि स्वर्गको बाटो पहिल्याउन उतै पस्नेछन् भूमिपुत्रहरू, बिर्सनेछन् आफ्नो पदचापहरू, छाड्नेछन् आफ्नो धरातल। कसैलाई भ्रम हुन सक्छ, पहाडको मुटु ठोसेर भत्काउँदै पुर्खाको चिहान चौतारी, घिसारेपछि विकासे बाटो, सोहोरिएर झर्दा आधुनिक धमिलो बाढी, धमिल्याउन सकिन्छ सभ्यताको एउटा महासागर। तर अफसोच, आदिम सभ्यताको फेरो समातेर बगिरहेको नदीले बिर्सन सक्दैन बगिरहनुको लय, जसरी हावाले फेर्न सक्दैन बहिरहने धर्म। मानिलिउँ सबै भ्रमहरू सत्य भएर आए पनि, प्रतिबन्धहरू सफल भइहाले पनि, खुवालुङले छाड्ने छैन इतिहासको विरासत बोकेर अन्यायको विरुद्ध अटल उभिनु। थुम्सेमा लुकाएर जोगाएको सपनाको बिउ फुल्न छाड्ने छैन बुकी फुल बनेर लेकतिर। रुखहरूमा पातहरूले नाचिरहेकै हुनेछ समयको सिली, त्यस बखत पनि कुनै आदिम माटोमा पुर्खा बसेको अगनाको तीन चुला बीचमा बाँकी रह्यो भने पनि एउटा फिलिङ्गा आगो, त्यसले छाडेको हुने छैन विद्रोहको रात। त्यसैले अब बन्द गर्नु आगो जस्तै अनन्त अस्तित्व विरुद्धको चाल। विचार गर त आगोले ठेगाना भुलेको समय तिम्रो साम्राज्यको कुन अवशेष बाँकी रहला। धन्यवाद।